अहिले हामी यताको बाटो आइसकेको छौँ। हजुर बाटै झालाउँदैछ गाइडहरू ल्याउँदैछ। रेनबो टाउट पुग्नु कति टाइम लाग्छ? रेनबो टाउट पुग्न कति टाइम लाग्छ? अब 10 मिनट चाहिँ लाग्दैन अहिले। खालि 10 मिनट लाग्दैन? यो जङ्गल छ नि? हजुर। ल धन्यवाद। ल हामीले चाहिँ बालै सोधिसक्यो। जान्छ अब टाउट जान्छ अब कति खान है माथि किराना छ नि त 10 मिनट लाग्दैन। ल हाम्रो बालाई भेटिसकेका छौँ हामीले। बाले भन्नुभयो ल गयौँ है। ल पोखरा। ल बाले चाहिँ हामीलाई 10 मिनट भन्नुभयो। 10 मिनट हामी पुग्नुपर्ने हुन्छ। जे होला जय शिवशङ्कर होला भनेर दौडिनु पर्छ हामी चाहिँ। त्यही नै हो। ओ के ल्याउनु बेसीको बाटो हेरौँ न गाइस, बाटो हेरौँ। आयो अब आयो सियोर आएछ अब यति छिटो आइहाल्यो। हाम्रो पछाडि नै हुनुहुन्छ र हुन्छ पछाडि नै हुनुहुँदो रहेछ, अगाडि नै हुनुहुन्छ। मजा आइरहेको छ त्यो सुत्यो। बाटो चाहिँ अलि औडा रहेछ कि यार। बाटोले समस्या गर्यो नत्र त राम्रो हो। बाटोले खिच्चानो नत्र त दामी हो यार। ठक्कै दामी लाग्यो। उता पारी पाखातिर नि हेर्नु सक्नुहुन्छ। अब जुम हान्नु मिल्दैन। यता साइडमा लाचोक घाँचो। ल लाचोक घाँचो यता हामी हेर्थ्यो अघि। हामी यता रोड टु हेभन। रोड टु हेभन है, रोड टु हेभन। रोड टु हेभन, रोड टु हेभन। पुग्न त धेरै समय लाउँदो रहेछ नि त। यो जङ्गल कटेर भित्रपट्टि हेर्नु त्यो भाले कता हेरौँ। यो जङ्गल कटेर भित्रपट्टि पर्छ भन्नु थियो। धेरै मान्छे धेरै सबै हाल्छ हेर। So finally हामी रेनबो टाउट फाइनली रेनबो टाउटतिर आइसकेका छौँ हामी। ह्याप्पी न्यू इयर रहेछ यो। माछा रहेछ क्या। बहुत धेरै माछा रहेछ क्या। माछा त यहाँ पनि रहेछ। सय सबैजनाले फोटो भिडियो खिच्ने तस्कर छँदैछ। ओहो माछा त आम्मामा छ्याल रहेछ यार। यो टर्बो होला फेरि यस्तो सही हान्दियो अहिले। इलेक्ट्रिक टर्बो रहेछ यो टर्बो। मजा आउँछ। ल
ला नाइस है नाइस राइट नाइस है नाइस यहाँतिर चाहिँ खाना खाने कार्यक्रमहरू हुँदै रहेछ है ल छिरौँ है ओहो सरी है सरी फोटो खिच्ने टाइममा डिस्टर्ब हानिदिएँ मैले सरी ओहो अन्टीले ठाडै हानिदिनु भएको त के हो है अन्टीले त बियर त ठाडै घुड्काइदिनु भयो त क्यार्नु भएको मलाई चाहिँ टेन्सन भयो क्या मेरो गाइजहरू हराएर पिङ पनि खेल्ने कार्यक्रम हुँदैछ ए यता रहेछन् नि त मेरो गाइजहरू फेरि हाम्रो गाइजहरू यहाँ रहेछन् म काँच खोजिरहेको छु है ल फोटो खिच्ने कार्यक्रम स्विमिङ हान्ने कार्यक्रम ओहो यता त पौडी पनि खेल्दैछन् स्विमिङ हान्दैछन् धेरै 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 ल ल ल लगे ल सो गाइस अब चाहिँ हामी यता के अरे घुमाउने घर ल घुमाउने घर चाहिँ आइसक्यो ओहो ल ल ल ढिकी चलाऊ यहाँ चाहिँ ओल्ड टेक्नोलोजी ढिकी यता ढिकी रहेछ जस्ट ट्राई हानौँ है एकलट है कस्तो हुँदो रहेछ यहाँबाट ट्राई हानौँ अनि कस्तो हुँदो रहेछ ओए दुईवटा खुट्टाले टेक्ने हो कि एउटाले हो खतरा मजा आउँदो रहेछ नि त यार ढिकी चलाउनु त खतरा मजा आउँदो रहेछ नि यार खतरा मजा एकदम ओल्ड एज कि बुढी आमाले ल पिन्दै हुनुहुन्छ ल ए कुट्दै हुनुहुन्छ ढिकी कुट्दै हुनुहुन्छ ल कुट्दै सरी कुट्दै हुनुहुन्छ ल रेनबो ट्राउट भयो आमै आमा यति मजा ल जाऊ ए ल है हाम्रो देवादिदीको टर्न हो हा गरौँ है खतरा ल ढिकी त क्वाट गर्छ त के हो सही आयो ल सबैलाई दिनुपर्छ त नि ल अरू अब हामी जाउँ अब
सो हामी घुमाउने घर पनि घुमेर पनि फेरि हामी यता आइ गाइज अब हामी वहाँ पारी जाने बनाऊ न ल यता हामी ओके अनि गीत बोलाऊँ न तेरे नाचौँ भयो त हाम्रो एउटाले खम्बा समातेर बस्ने एउटाले उ गरेर बस्ने के भयो उनीहरूलाई यो पिङ पनि हेरिदिनु पर्छ अब जे परिपरि ए दामी कलकत्ता जामिना कलकत्ता ल यहाँ आउने गरेर खिच्नु एउटा हेरिदिनु पर्छ हामी आमा के भयो अगाडि तपाईँलाई के भयो अगाडि अघिको कुरो फेरि भन्नु पऱ्यो अब जाने हो बिस्तारै जानुपर्छ जामिना कलकत्ता ओढाउली दुपट्टा माछा चाहिँ दामी लाग्यो मलाई यता 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 नि छन् कि माछा ए आइसा म माछा हेर्न गएँ ए पानी खानी काला निर्माया ला 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 ए मात हाँ कहाँ मरे अन्त खोइ कहाँ पल्ट्या सेतो ए सही सही यो बच्चा यो अन्डाबाट निकालेको होला नै बच्चा ठुला अनि ठुला ठुला अनि त्यहाँबाट खोलेर पठाउने होला उता ल पक्कै रहेछ त्यहाँ पनि डेन्जर चाहिँ आउँछ स्टेप स्टेप गरेर त नि है ओहो खतरा रहेछ आमालाई पल्लारे साइलाले हत्तेरीका साइलीमै अब त्यतै जानु पर्ला जस्तो छ ल जाउँ माछा लाग्दैन चिसो हुन्छ तिम्रो आइसक्रिम ल्याउरे त्यसलाई ग्रिनवालालाई ल्याउरे क्या एकचोटि उयो ग्रिनवालालाई एकचोटि मात्रै ल्याउरे क्या मर्दैन एकचोटि मात्रै चाट्छ अरे मर्दैन कि मर्दैन एकचोटि मात्रै चाट्न दिउँ क्या ऊ यतै यतै आएको हेर न यहाँ हेर न यो माग्न आएको हो र देउरे एकचोटि हुन्न खोइ टाउको कत्लो हो कत्रो हो टाउको हेर त है
हजुर हाम्रो आमा यहाँ हुनुहुन्छ कता बस्नुहुन्छ आमा यहाँ हुनुहुन्छ अरे सुतलमा बस्नुहुन्छ कता बस्नु ल समाम रे ल ल अब चाहिँ हामी यहाँबाट जानु लाग्यो फाइनल्ली सरी त्यो भिड रहेछ होइन त्यो माथिको वाटर इको भिलेजमा पनि डेन्जरै भिड छ होइन गाइस हेर्न सक्नुहुन्छ ओहो ल अब हामी यहाँबाट जानु लाग्यो सबैजना रेडी हुँदै हुनुहुन्छ यता कि कोहीले ज्याकेट लाउँदै खानु कोहीले के लाउँदै खानु कोहीलाई उहाँ हेलमेट बनाउँदै खानु नजाने रे नहैरन छ टेन्सन भन्दै है बिग्रियो खियाला गाल खाइसै यो यार कस्तो देखिया परेको मेरो के पन्दा देखिया पर्यो यहाँ भोगाले राखेको हैन म घरैबाट कसैको छ यस्तो देखिया पर्यो दाम पर्यो बस गर्दै गर्नु किन दाम पर्यो यस्तो जाम छ यहाँ गाइस हैन आई विल सो यु के गाइस त्यति धेरै गाडी आउँछन् कि अब हेरौँ है यस्तो धेरै गाडी आउँछ यता पनि जाम भर्खरै खुल्यो यही होइन जाम हेरौँ है जाम ल हेर्नु अब यस्तो हुँदै त्यस्तै आउँछ गाडीहरू यताबाट पनि त्यस्तै आउँछ यताबाट पनि त्यस्तै आउँछ हेरौँ है डेन्जर जाम छ के अरे ल हेरौँ है गाइस यताबाट नि यति आँखा गाडी यताबाट नि यति आँखा गाडी कति वर्ष छिरो Six, 7, 8,